गुड मर्निङ साथीहरू। आज चाहिँ म न्युजिल्यान्डको गाउँतिर आएको छु है। पर 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 बजारदेखि है म चाहिँ हो तल देख्नुभयो नि तल हो तल त्यो समुद्रबाट म चाहिँ यो सिँढीमा चढ्दै 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 माथि आएको 10-15 मिनट भइसक्यो। अहिलेसम्म मैले यो सिँढीमा चाहिँ पार गर्न सकेको छैन साथीहरू। धेरै माथि रहेछ उकालो यो चाहिँ माउन्ट भिक्टोरिया है साथीहरू। माउन्ट भिक्टोरियाको यता तल उतापट्टिको साइडमा म आएको छु। ल हेर्नु त तल ओहो कस्तो कस्तो ठाउँमा पनि घर बनाएको छ है यहाँ। ल हेर्नुहोस् गलेर है हिँड्दा 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 हैरान भइसक्यो। चढेको छु यहाँ कहिले बाटो आइपुग्ने भयो। अब चाहिँ आउँछ है क्या त्यो हाम्रोतिर साथीहरू त्यो घँगारू खानुभएको छ कि छैन। त्यो घँगारू चाहिँ त्यो रातो रातो एउटा काँडा भएको फल हुन्छ। त्यो लट्ठी पनि टेक्ने बनाउँथ्यौँ है पहिले। त्यो पनि हुँदो रहेछ यहाँ है। यहाँ तल मैले देखिरहेको थिएँ। अनि त्यसमा चाहिँ यहाँको त्यो घँगारूमा चाहिँ काँडा हुँदो रहेनछ। काँडा नभएको घँगारू। ल अब चाहिँ यहाँ बाटो आए जस्तो छ है साथीहरू। म सिँढीमा त चाहिँ अब चाहिँ बाटो आए जस्तो छ। ल है त साथीहरू अब चाहिँ म चाहिँ हेर्नुहोस् यो जङ्गलमा माउन्ट भिक्टोरियाको जङ्गल हो यो तल समुद्रबाट अब माथि माथि चढ्दैछु म। चिसो पनि बढ्दैछ। यस्तै छ है साथीहरू। यहाँ पुरै भिरमा चाहिँ घरहरू बनाएको छन् है। न डोजरले खारेको छ न केही गरेको छ। पुरै यहाँनिर चाहिँ माथि माथि जङ्गलमा घर छ है। यो चाहिँ भ्यू पोइन्ट हो माउन्ट भिक्टोरियाको भ्यू पोइन्ट। यहाँबाट चाहिँ समुद्र सबै समुद्र देखिन्छ। त्यहाँ तल चाहिँ तल छ नि त साथीहरू देख्नु भएको छ तपाईँहरूले तल है तल त्यो चाहिँ उता वेलिङटनको उता यो एयरपोर्ट इन्टरनेसनल एयरपोर्ट साइड हो। म तपाईँलाई त्यो एयरपोर्ट पनि देखाउँछु है। यो चाहिँ भ्यू पोइन्ट हो। यहाँबाट यहाँ हेर्नुहोस् माथि माथि डाँडामा यस्तो बनाइदिएको छ सरकारले। त्यो तलको चाहिँ वेलिङटन हार्बर हो यो तल देखिएको। यतापट्टि चाहिँ अब तपाईँहरूलाई म एयरपोर्ट देखाउँछु है। ल हेर्नुहोस् साथीहरू। ल हेर्नुहोस् हो तलको चाहिँ वेलिङटन इन्टरनेसनल एयरपोर्ट हो है। देख्नुभयो नि। ल हेर्नुहोस् तल देखिएको साथी यो चाहिँ वाटर फ्रन्ट हो वेलिङटन हार्बरमा। अहिले यो म माथि माउन्ट भिक्टोरियाको अल्टिमेट भ्यू पोइन्टमा हेर्न जाँदैछु। यहाँ चाहिँ धेरै राम्रो बनाइदिएको रहेछ। यो सल्लाहको बोटहरू पर देखिएको सल्लाहको बोटहरू हुन्। यहाँनिर चाहिँ बसहरू पनि आउँछ। एकदमै राम्रो छ। क्लिन वेदर छ। घाम आज लागिरहेछ।